तपाईँ यो टेकुमा रहेको आयल निगममा आउनु भएको छ किन आउनुभयो? म चाहिँ ग्यासको डिपो पनि छ मेरो 8 ठाउँमा, ग्रोसरीको बिजनेस पनि हो। हाम्रो डिपोमा चाहिँ ग्यास नै छैन, कुनै पनि कम्पनीले ग्यास पठाइरहेको छैन। कन्ज्युमरलाई चाहिँ अत्यन्तै समस्या परेको छ। यो चिज चाहिँ यो जुन टेकुमा सरकारले ग्यास दिएको होइन, यो दुःख दिएको हो है। जस्तै जो मान्छे यहाँ नजिकै हुनुहुन्छ, आसपास हुनुहुन्छ, जोसँग साधनको एक्सेस छ, उहाँहरूको लागि त यो सजिलो हुनसक्छ। तर जो मान्छे यहाँबाट टाढा हुनुहुन्छ, कोही गोकर्णमा आउनु होला, कोही लुबुमा आउनु होला, कोही चापागाउँमा हुनु होला होइन, जसको बाइक स्कुटर गाडी छैन र घरमा ग्यास पनि छैन, सानो बच्चा छ, ग्यास ल्याउने मान्छे छैन, बुढा बाआमा छन्, उनलाई ग्यास ल्याउने मान्छे छैन भने चाहिँ अब कसरी सुल्झिन्छ? तपाईँको आफ्नै 8वटा डिपो छ ग्यासको, हजुर। तर तपाईँ आउनु पर्यो क्या? हजुर। ग्यास मेरोमा पाउनुमा त कन्ज्युमरलाई समस्या के छ भन्दा कन्ज्युमरलाई जसको घरमा 8-10 वटा सिलिन्डर छ एकैचोटि भर्न परेको छ। जो मान्छे अलिक समझदार हुनुहुन्छ, एउटा हाम्रो यो निगमकै कर्मचारीले फोन गर्नुभयो, सर मलाई ग्यास दिलाइदिनुहोस् भनेर, उहाँको घरमा नि ग्यास छैन अरे। मैले भने टेकुमा बाँडिरहनु पर्छ, तपाईँ त्यहाँबाट